फिजिबिलिटी स्टडी गर्दा के देखियो भने तपाईँले त्यही सामान बाहिरबाट ल्याउँदाखेरि 500 रुपियाँ पाउनुहुन्छ, नेपालमा 1000 परेर पन्छ भने भोलि फेरि तपाईँहरूले लेख्नुहुन्छ कि सेनाले चाहिँ र आर्मीले के अरे नेपाल सरकारले मिलेर त्यसलाई लुटेर खायो। यहाँ अहिलेको चाहिँ यो ओल्ड ट्रेडको अर्गनाइजेसन ओल्ड ट्रेडको जमानामा त त्यो त हामीले चाहिँ त्यो फ्याक्टर पनि हेर्नुपर्छ। त्यो फ्याक्टरमा गर्दाखेरि नेपालमा कपडा उत्पादन गरेर त्यो हेटौँडा कपडा उद्योगले इन्डिया, चाइना, भियतनामको कपडासँग कम्पिट गर्न क्वालिटीमा पनि सक्दैन, प्राइसमा पनि सक्दैन। तैपनि गर्न चाह्यो भने केही न केही कम्फर्टेबल चाहिँ हुनसक्छ। चाहेर गऱ्यो भने नराम्रो भयो भनेर नि नभनिदिनु होला, हुनसक्ने सम्भावना पनि छ। म तपाईँलाई सिम्पल एक्जाम्पल दिन्छु। नेपालमा अहिले उद्योगको स्थिति, तपाईँले र मेटेरियल चाहिँ ल्याउन सक्नुहुन्न। तपाईँको उद्योग फस्टाउने बित्तिकै सम्बन्धित ग्रुपहरूले डुबाइदिइहाल्छ, र मेटेरियल रोकिदिन्छ, र मेटेरियलै रोकिदिन्छ। अब तपाईँले त गर्न के सक्नु? त्यसको लागि लड्नुपर्ने कसले हो? सरकारले हो, होइन र? अब सरकारको हालत तपाईँले सुन्नुभयो होला, चाइनाबाट आजभन्दा 2 वर्ष अगाडि नेपाल सरकारले कति टन चाहिँ मल ल्याउने भनेर गऱ्यो, कोभिड लाग्यो, त्यसपछि हामी दिन सक्दैनौँ, तिमीलाई दिने भने मल दिन्न भनेर नेपालले मल नपाए थाहा छैन? यहाँ उयो त बात हो त, होइन त?